के अरे जिप जान्थ्यो नि कोही बेला काममा जिप हिँड्थ्यो हजुर अनि त्यो जिपमा 5 रुपियाँ दमकसँग गएँ होइन हजुर हुन्थ्यो एकपल्ट भेट हुन्थ्यो हजुर घरमा लेबर काम गर्दा त्यतिखेर 3 रुपियाँ 3 रुपियाँ दिनको दिनभरि बिन यहाँ हुनुहुन्छ हाम्रो मेरो चाहिँ मामा उहाँ 42 वर्ष घर छोडेर हराएर 42 वर्ष पछाडि फर्केर आउनु भएको मान्छे हैन र उहाँ जस्तै फेरि उहाँको भाइ उहाँको माइलो भाइ साइलो भाइ जेठ हो उहाँ हराउनु भएको छ र उहाँसँग अब यो विस्तृत रूपमा उहाँको जीवन कहानी लगायत भाइ कसरी हराउनु भयो अहिलेसम्म कहाँ के हुनुहुन्छ यो कुरा सबै कुरा सोध्ने छु मामालाई नमस्कार नमस्कार अलिकति सुरुवातबाट जाउँ न अब मामा कति वर्षको हुँदाखेरि घर छोडेर हिँड्नु भएको थियो कहाँ कहाँ जानुभयो म पहिला भुटान गएँ हैन हजुर कति वर्षको हुँदाखेरि निस्केर हिँड्नु भएको घरबाट 16 वर्षको हुनुहुन्थ्यो ए हजुर अनि 16 वर्षको हुँदा घर छोडेर हिँड्नुभयो अनि कसरी जानुभयो त्यो बेलामा गाडी साडी थिएन होला केही थिएन धारानदेखि इटारीसम्म थियो हजुर इटारीबाट उता पूर्वको गाडी थिएन हजुर हिँडेरै अनि हिँडेरै कसरी त्यो जमानामा चाहिँ हिँडेर एक्लै हिँड्नु भएको कि कोही साथी हुनुहुन्थ्यो थिएनन् कोही साथी थिएनन् झिलझिले पुगेपछि चाहिँ के अरे जिप जान्थ्यो नि कोही बेला काममा जिप हिँड्थ्यो हजुर अनि त्यो जिपमा 5 रुपियाँ दमकसँग गएँ होइन हजुर कति तिरेर 5 रुपियाँ झिलझिलेबाट दमकबाट सलादपुरबाट हजुर दमकलाई ए हजुर 5 रुपियाँ कति सालतिर हो मामा यो 26 सालमा ए 26 सालतिर हजुर 26 सालमा हिँड्नु भएको घर छोडेर ए हजुर अनि दमकबाट फेरि हिँड्दै गएको हजुर झिलझिले गरेर बसेँ ए हजुर हजुर अनि एउटा बाहुन आयो हजुर त्यो खोटाङको बाहुन र त हजुर त्यो केटालाई भेटेर त्यो केटाको ठुलो बेलाङ्का छ त त्यो आधी ओढ्यौँ आधी ओछ्याएर सुतेर हजुर कहाँ सुत्नुभयो त्यो त्यति बेला के पार्टीमा सुत्नुभयो होइन घरमै घरको बरान्डामा ए घरको बरान्डामा बास मागेर हजुर ए चामल दिएको थियो चामलको चिउरा साट भनेर त दिएनन् चिउरा साटैन हजुर चामल बिग्रिएर फेरि चिउरा किनेको ए हजुर त्यही चिउरा खायो अनि सुत्यो अनि भोलिपल्ट गलगले गयौँ भद्रपुर गयौँ भद्रपुर जानुभयो हजुर भद्रपुरबाट त्यहाँ यता उसमा गलगले आयौँ गलगले टिकट काटेको हजुर रेलको सिलगढी उत्र्यो हजुर सिलगढी उत्रेर त गुन्डाले भेटिहाल्यो नि गुन्डाले भेटेर अनि त्यहाँदेखि फेरि त्यो गुन्डाले पौडेर आएको त्यहाँ यस्तो लाग्छ उस्तो लाग्छ भने हामी त सिधा सादा मान्छे होइन हजुर कहाँको त भनेर अनि त्यसले अनि त्यहाँनिर त बिक्री गर हाम्रो यता ए हजुर भोटाङमा बैदार लाँदो रहेछ हजुर सरदार बैदारले हजुर त्यहाँदेखि अनि गयौँ भोटाङ गिलम्बु भोटाङ गएको हजुर केही नहुने खालि चिजे फापर बाइक भुटानमा चाहिँ भोटाङमा ए पहिले भुटान जानुभयो त्यहाँबाट भोटाङ गयो अनि त्यो गुन्डाले चाहिँ के तपाईँहरूलाई भुटान बेच्यो नि ए 180 मा बेच्यो ए अनि कहाँ त्यहाँ भुटानको मान्छेलाई बेचेछ हामी त नेपालकै मान्छे हो बैदार गरेर रहेछ नि त त्यो लेबरहरू काम लगाउने ए हजुर बैदार भन्दा रहेछ सरदार भन्दा रहेछ नि त्यसलाई बिक्री गरेर अनि त्यहाँनिर फेरि हामीले 6 महिना 100 कडा 20 रुपियाँ थियो ब्याज त्यतिखेर ए हजुर अनि त्यो 6 महिना लाग्यो कि
एक्स्ट्रा लाग्यो कस्तो लाग्यो मलाई त्यो ऋण तिर्नु कतिको ऋण तिर्नु 160 को 180 को ऋण तिर्नु फेरि अब कपडा सपडा किन्नु पर्यो होइन 2-3 सय ऋण लाग्यो ए हजुर 3 सय ऋण लाग्दाखेरि अनि त्यहाँनिर त 6 महिनामा तिरे कि 1 सालमा तिरे मैले के काम गरेर तिर्नु भयो मामा कुल्ली काम गरेर लेबर काम गरेर ए अनि कति पैसा पाइन्थ्यो लेबर काम गर्दा त्यतिखेर 3 रुपियाँ दिनको दिनभरि लेबर काम गर्दा 3 रुपियाँ पाइन्थ्यो 3 रुपियाँ 8 आना 3 रुपियाँ 8 आना यसमा 5 रुपियाँ हुन्थ्यो अनि भुटान पुगेर भुटानमा गएर काम गर्नुभएको अनि त्यस पछाडि चाहिँ के भयो अनि त्यहाँबाट फेरि त्यहाँ हिउँ आउँदो रहेछ होइन हजुर हिउँ भने देखेको थिएन फेरि फर्केर आएँ म बम जिल्ला गएर कहाँ बम जिल्ला इन्डियाको उत्तर प्रदेश भन्थ्यो के भन्थ्यो उत्तर प्रदेशै हो बम जिल्ला गएको बम जिल्ला पनि त्यस्तै मान्छे त्यहाँ चाहिँ बिल्डिङ बनाउनु पर्ने यस्तै लेबर काम कुल्ली काम गर्नु पर्यो लेबर होइन फेरि त्यहाँ 6 महिना नबसिकन निकालेर पठाइ खेद्यो फेरि भोटाङ गयो अर्को भोटाङ ए हजुर मेला भोटाङमा थुप्रै बस्यो कति वर्ष बस्नुभयो भुटानमा चाहिँ मेला भोटाङमा बस्यो होला 12-13 वर्ष कस्तो त्यहाँ चाहिँ के काम गर्नुभयो त यो कुल्ली कामै हो त्यहाँ पनि कुल्ली कामै साथीहरू थिए कि एक्लै हिँड्नुहुन्थ्यो कि थुप्रै नि अब पश्चिमका पूर्वका जताततै ए साथी बेगरको त एउटाले त कहाँ अनि 12-13 वर्ष बस्दा अनि केटाकेटी नै हुनुहुन्थ्यो 16 वर्षको हुँदा हिँड्नुभएको 12-13 वर्षको इन्डियातिर बिताउनु भयो 1-1.5 वर्ष त्यहाँबाट फेरि अनि भुटान जानुभयो अनि भुटानमा होइन इन्डिया होइन 1-1.5 वर्ष भुटाङमै अर्को भुटाङमा दुईटा 12 भुटाङ छ नि त ए हजुर अनि 12 भुटाङमा एउटा भुटाङमा 1.5 साल बस्यो होला 1.5 साल बस्यो होला ए हजुर 250 पैसा उब्रिएको थियो त्यहाँनिर म बम जिल्ला गएको ए अच्छा अनि त्यस पछाडि अब अनि 16 वर्ष 12-13 वर्ष भनेपछि तपाईँ 30 वर्ष लगभगको 28-30 वर्षको हुनुभयो अनि बिएसए गर्नुभयो कि भएन त बिए गर्नु भएन ए अनि त्यो भुटानबाट चाहिँ अनि कहिले फर्किनु भयो कता जानुभयो त्यस पछाडि त्यहाँबाट आएर हिले बसे एक रात हजुर फर्केर भुटानबाट फर्केर आएर हिलेमा बस्नुभयो एक रात बसे एक रात हिले बसे एक रात त्यति बेला चाहिँ गाडी जान थालेका थिए गाडी मूलघाटको पुल बनिसकेको थिएन ए गाडी चाहिँ पहिले कति पुल बनाएर कता ए जान चाहिँ जान्थ्यो गाडी जान्थ्यो ए सानो ठुलो अनि हिले पुगेर पुगेपछि अनि त्यहाँदेखि के भयो फेरि त्यहाँदेखि फर्केर आएर काठमाडौँ गयौँ ए त्यहाँबाट फर्केर आएर चाहिँ काठमाडौँ जानुभयो अनि काठमाडौँ गएर काठमाडौँबाट उतै पूर्वको उता सिलुपाल्चोतिरको छेत्री आयो लु हिमाचलमा यस्तो दिन्छ 25 रुपियाँ 30 रुपियाँ हाजिरा छ भनेर ढाँटो अनि म गएको अनि उता गएर जम्मा तपाईँ कति वर्ष हराउनु भयो 45 वर्ष हराउनु भयो 45 वर्ष हराएर अनि त्यस पछाडि फर्केर आउनुभयो अनि त्यो हिमाचल प्रदेशमा चाहिँ अब राम्रो दिन्छ भनेर लिएर गयो अनि दिन्छ भनेर गएको त्यसै नि अब मिस्त्रीलाई यस्तो 30 रुपियाँ 50 रुपियाँ 80 रुपियाँ हाजिरा छ भनेर भन्थ्यो नि होइन यस्तो माटोको पलस्तर गर्नुपर्ने नसक्दो चाहँदैन अनि छोडिदिएर अनि त्यसै कुल्ली काम गऱ्यो कुल्ली काम गर्नुभयो अनि अब दर्शकहरूलाई भनिदिनु तपाईँहरू कति भाइ हुनुहुन्थ्यो कति दिदी बहिनी हुनुहुन्थ्यो हाम्रा दिदी बहिनी 4जना 6जना दिदी बहिनी 5 भाइ दाजुभाइ अनि 5 भाइ दाजुभाइमा अब के अरे अर्को एकजना पनि हराउनु भएको छ भन्ने कुरा छ के कुरा हो
खै कता छ काठमाडौँ के अरे यो त इलमतिर छ भने चाहिँ मैले त देखेको छैन, सानोमा त देखेको। सानोमा कति वर्षको हुँदा छोडेर जानुभएको? त्यसलाई छोडेको होला मैले, त्यो थियो होला 9 वर्ष 10 वर्ष कस्तो थियो। ए त्यति हुनुहुन्थ्यो। अनि उहाँ कहिले पनि फर्केर आउनु भएन? आयो अरे त आमा बाउको काम गर्नलाई। बाउको काम गर्न आउनुभयो। अनि त्यसपछि आएर फेरि आयो अरे, 2 खेप आयो अरे। 2 खेप आउँदाखेरि आमाले लखारेर पठाउनु भयो। अनि त्यस पछाडि फर्केर आउनु भएको छैन? आमा मरेपछि मात्रै आउँछु भन्थ्यो अरे। आमा मरेको कति साल भइसक्यो आएर। कति वर्ष भयो आमा खस्नुभएको? लगभग 20 वर्ष भएन? 20 वर्ष भयो होला, भयो। थाहा छैन। म थिएको भएको भए पो थाहा हुन्छ, म थिइनँ। आमा बाउ मर्दा आमा बाउको काम त म उताबाट फर्केर आएर पो गरेको। अनि के अरे त्यसरी अब 45 वर्षसम्म हराउँदाखेरि इन्डियामा धेरै दुःख गर्नुभयो होला? दुःख त कोही बेला दुःख नि गऱ्यो, कोही बेला सुख नि भयो। त्यही त कुली काम गर्नेलाई के 2 दिन काम गऱ्यो 2 दिन बस्यो भने नि भइहाल्यो। सधैँ काम पाइँदैन थियो? पाउँथ्यो नि काम त पाइन्थ्यो। गल्थ्यो कोही बेला अल्छी नि लाग्थ्यो। त्यही त काम त दिनै पाउँथ्यो। ए हजुर। अनि त्यो हराएको जुन कुन भाइ हराउनु भएको भन्नुभयो? साइलो चाहिँ हराउनु भएको। साइलो हराउनु भएको। अनि भनेपछि उहाँ चाहिँ कति सालतिर हराउनु भएको होला तपाईँलाई थाहा छ? मलाई थाहा छैन, यो कति वर्षमा हरायो, कति वर्षमा गएको थाहा छैन। म परदेशको परदेशै होइन, कति वर्षमा आयो चाहिँ कति वर्षमा फेरि पुनः फर्केर आउनु भएन। उहाँको नाम चाहिँ के अरे? कर्णबहादुर थापा। कर्णबहादुर थापा त्यसरी हराउनु भएको छ। अब त्यसो भए अनि के माया लाग्छ कि लाग्दैन त भाइको? हजुर, आइदिए हुन्थ्यो जस्तो लाग्छ होला होइन? फर्केर आए हुन्थ्यो, भेट्न पाए हुन्थ्यो। एकपल्ट भेट्नु पाएको आएन। मलाई त ढाँटेर इलाममा छ भनेर, इलाममा छ दाजु, इलाममा बसेर त घरमै भनेर ढाँटेर त बजियो नि। घरमा आएर त्यसो भन्नुभएछ तपाईँ हराइराख्नु भएको, अनि बिचमा हजुरबाको काम गर्न आउँदाखेरि चाहिँ ढाँटेको रहेछ। ए सलकपुरमा आएर नि भनेछ के अरे सानमा दाजु त उहाँ पो छ त इलाममा, घरमै बसेर त छोरी छ, छोरा एउटा केटीलाई सधैँ हिँड्नुहुन्थ्यो त्यो बाटो। अनि नानी घर कहाँ हो भनेर भनेको तलतिर हो भने बाउको आमाको घर नि, बाउको घर त सिद्धुवा भन्छन्, सिद्ध भन्नुहुन्छ। के अरे कहाँ हो कहाँ हामीले थाहा छैन भनेर भनि अरे केटीले। अनि त्यहाँनिर त सिद्ध भनेको त मेरो दाजु हो कि हो भनेर गयो अरे हेर्नलाई। अनि म भेट्यो अरे उसले, म भेटेपछि अनि त्यहाँनिर त उसले दाजु त यहाँ पो रहेछ भनेर अनि ढाँटेर सबैलाई ढाँटेछ त्यसले। अनि त्यहाँदेखि सलकपुरमा यता त्यता सबै ढाँटेर लु दाजु त उहाँ छ, छोरा छन्, छोरी छ भनेर ढाँटेछ। म न त्यसले देख्नु न त केही हुनु न त इलाम बस्नु म त्यसो ढाँटेको क्या त्यसले। खै त्यहाँदेखि खै मैले त भेट्दा पनि भेटेको छैन, एकपल्ट आइदिए हुन्थ्यो। अनि के अरे अब त्यसरी हराउनु भएको छ। अब दर्शकहरूले पनि धेरै यो भिडियोलाई सेयर गरेर उहाँ भए ठाउँसम्म पुर्याइदिनुहुन्छ भन्ने आशा गरेका छौँ। अनि हजुर कति वर्ष भयो फर्केर आउनुभएको? म यहाँ आएको, हजुर यहाँ आएको त 12 वर्ष भइसक्यो। 12 वर्ष भइसक्यो। 45 वर्ष हराउनु भयो, 16 वर्षको हुँदाखेरि घर छोडेर हिँड्नु भएको, 45 वर्ष हराउनु भयो,
र फर्केर आउनुभएको अहिले 12 वर्ष भयो। अहिले कति वर्षको हुनुभयो? अहिले 72 वर्ष भइसक्यो। 72 वर्षको हुनु भइसक्यो। ए भनेपछि 72। तपाईँभन्दा कति कान्छो हुनुहुन्छ उहाँ हराउनु भएको साइलो मामा चाहिँ? साइलो मामा म कति साले हो पनि यति याद भएन मलाई होइन। के अरे उसको जेठी दिदी 12 साले अरे। हजुर हजुर। उसको भनौँ न मेरो बहिनी 12 साले अरे। उसको दाजु भाइ गङ्गे भन्ने 13-14 वर्षको थियो होला। हजुर। 13 साले 14 साले होला। त्यहाँदेखि ऊ चाहिँ कति साल हो मलाई थाहा छैन नानी। अब आफूलाई त्यतिखेर के को यस्तो साल यति साले उति साले भन्थ्यो र भन्दैन यति वर्षको भयो त्यो भन्थ्यो। हजुर हजुर। अनि ठिकै छ। अब के भन्नुहुन्छ अब यदि इनकेस यो भिडियो उहाँसम्म पुगेर उहाँले हेर्नु भएछ भनेदेखि के भन्न चाहनुहुन्छ त तपाईँको हराएको भाइलाई? एकपल्ट भेट हुन्थ्यो। हजुर। घरमा के अरे जस्तै भए पनि घर आफ्नै हो। उसको जग्गा नि मेरै नाममा राखेको छ अहिले। ए हजुर। अनि मेरो उसको नाम जग्गा आफ्नो पास गरेर गए हुन्थ्यो। आफ्नो अंश लिएर गए हुन्थ्यो होइन? अंश लिएर गए हुन्थ्यो। एकपल्ट आइदियो हुन्थ्यो। हजुर। अंश मेरै नाममा छ अहिले। हजुर। मभन्दा सानोको नाममा हुनु हुँदैन अरे। हजुर। फेरि नाम दर्ता गर्नुलाई मुस्किल पर्छ अरे नि। ए हजुर। ऊभन्दा सानोकोले गर उसको नाममा राख भने र मेरै नाममा राखेको छ उसको जग्गा। अनि हजुरहरू 5 भाइ भन्नुभयो, दर्शकहरूलाई जानकारी पनि दिउँ। अहिले कति भाइ हुनुहुन्छ? कति भाइ? त्यही त माइला पनि खसेछ म आउँदा थिएन होइन। हजुर। कान्छा पनि म आउँदा थिएन, कान्छा पनि खसेछ। हजुर। अरू 3 भाइ छौँ। 3 भाइमा 1 भाइ कता भयो? 2 भाइ छौँ घरमा चाहिँ। अहिले घरमा चाहिँ 2 भाइ हुनुहुन्छ। हस्, अब तपाईँसँग यो छोटो कुराकानी गरियो। तपाईँले खोज्नु भएको, तपाईँको हराउनु भएको भाइ सायद चाँडै भेटिनुहुन्छ होला, आशा गरौँ भन्दै यो भिडियोलाई यो भिडियोलाई अन्त्य गर्न चाहन्छु र दर्शकहरूले यो भिडियो हेरेर सक्दोभन्दा सक्दो सेयर गरेर हराउनु भएको मामा भए ठाउँसम्म पुर्याउनुहुन्छ भन्ने आशा गर्दै यो भिडियोलाई इन्ड गर्न चाहन्छु। धन्यवाद। हस्।